यो चाहिँ पाकिस्तानको एउटा घटना हो। 18 महिनाकी एउटी सानी बहिनीलाई चाहिँ 17 वर्षको एउटा केटोले के गरेर मारिदियो। आफन्त थियो उसको, छिमेकी थियो उसको आमाले चाहिँ विश्वास गरेर त्यो बच्चीलाई खेलाउन दिएको थियो र त्यो केटोले दोकानमा केही किनिदिन्छु, यो बच्चीलाई खेलाउँछु भनेर लिएर गएको थियो। आमा ढुक्क बसेकी थिए। तर जब त्यो केटो फर्कियो घरमा, फर्किँदाखेरि आफ्नो कोठाभित्र लगेर त्यो बच्चीलाई के गर्यो, त्यो बच्चीको ज्यानै गयो। र त्यो बच्ची कराउँदाखेरि, चिच्याउँदाखेरि त्यसको मुखमा चाहिँ बोतल हालिदिएको थियो र बोतल हालिदिएपछि त्यो बच्ची कराउन नसकेर त्यो बच्चीले गुहार गर्नै सकिने। र जब उसले आफ्नो काम पुरा गरेर आफ्नो आमाकोमा त्यो बच्चालाई लिएर आयो र आमाकोमा त्यो बच्चालाई लिएर आएपछि आमालाई के थाहा त यो बच्चीलाई के भएको छ भनेर। र त्यो बच्ची पनि बोल्ने अवस्थामा थिएन कि मलाई यस्तो भयो, मलाई यहाँ दुखेको छ भनेर केही भन्नै सकिने। जब त्यसको आमाले त्यसको तलबाट खुन आएको देखि त्यस पछाडि कुरा त्यहाँबाट सुरु भयो र आमाले तुरन्त हस्पिटल लिएर गई। तर हस्पिटल लिएर जाँदा पनि त्यो केही बेरमा धेरै लामो समयसम्म बाँच्न सकिने। र जब पुलिसले त्यो केटालाई समात्यो र त्यसको परिवारले उजुरी दिइरहेका छन् अथवा बयान दिइरहेका छन् कि हाम्रो छोरा त पागल हो भनेर। अब त्यो केटोलाई जब एउटा बन्द कोठामा लगेर यो दृष्टान्त कसरी गरिस्, किन गरिस् भनेर सोद्धाखेरि कति मजाले हाँसेर नडराइकन त्यो कुराहरूको बयान गरिरहेको छ। अब आजको समाजमा कस्तो कस्तो मान्छेहरू राम्रै देखिने, चिटिक्क परेको, आफ्नो छेउमै भएको, चिन्जान भएको, कहिल्यै गडबड नगरेको मान्छेले पनि अचानक यस्तो कुराहरू गरिदिन्छ। त्यही भएर जो भन्दा पनि सबै घरमा सानो बच्चाहरू त हुन्छन् नै हैन। स्पेसल्ली छोरी मान्छे सानो छ भनेपछि कसैको पनि विश्वास गरेर खेलाउन नदिनु होला। र तपाईले सोच्नुहुन्छ कि म सानोदेखि नै बच्चालाई सिकाउँछु यहाँ छुनु नराम्रो हो, यहाँ छुनु नराम्रो हो भनेर सिकाउनुहुन्छ। तर त्यो बच्चीले चाहिँ कसरी गुहार गर्छ कि जब त्यसको जीवनमा यस्तो घटनाहरू घट्छ, त्यो सिकाएर पनि केही कामै हुँदैन। आमाको यसमा धेरै केयर गर्नुपर्ने भूमिका हुन्छ। आमाले चाहिँ कसैलाई पनि विश्वास नगर्ने, कसैलाई नदिने, आफ्नो बच्चालाई छुनै नदिने। तपाईले चिनेकै व्यक्ति किन नहोस्, तपाईलाई विश्वासै गरेको व्यक्ति किन नहोस्, र पनि नदिने। यस्तो नियम गर्नु होला। अब घोर कलियुग सुरु भइसक्यो। कसैको पनि अब यहाँ विश्वास गर्न लायकको छैन। मान्छे अब दानव भइसकेका छन्।